एक्जाम भइरहेको छ भने एक्जाम दामी तरिकाले कटोस्, बवाल नम्बर आओस्, पास हुनु। नपढ्यो भने पनि बवाल है, रात वा आओस् के, एउटा दैविक शक्ति आओस् लेख्ने बेलामा बापा रोक्ने, पेपर थपेको थपै गर्नु है। के जो मनसा बोला त भाइलाई, त्यो भाइलाई कुल भाइलाई बोला न, कुल भाइलाई पहिला मलाई सेकेन्ड इयरको एक्जाम चलिरहेको छ होला, त्यही पनि लाइभ आउँछु, लाइभ आए बेलामा जसरी पनि हेर्न मन लाग्छ होला। डोन्ट त्यस्तो नराम्रो नसोच्नु होला, ओके। अलिकति राम्रो तरिकाले पढ्नुहोस्, राति एकछिन मात्रै हेर्नुहोस्, नहेर्दा हुन्छ। बरु अब एक्जाम छ भने अहिलेको बेलामा नहेर्दा हुन्छ, टक्क पढ्ने, पछि दिन छँदैछ त टक्क लाइभ आइहाल्छु म, त्यति बेला हेरौँ अनि त्यति बेला बसौँ है। तर पढाइलाई चाहिँ फोकस गर्नु, नत्र हालत फेरि खराब हुन्छ, बुझेन, एक्जाम दिँदा।